नमस्ते दर्शक महानुभावहरू। भर्खरै याजार्डी कोरियाले म्यानुफ्याक्चरिङतर्फ परीक्षा तालिका अपडेट गरेको छ। याजार्डी कोरियाको एउटा याजार्डी कोरियालाई तपाईले चाहिँ आधार मानेर तपाईले चाहिँ यो आफ्नो एक्जाम तालिका चाहिँ हेर्न सक्नुहुनेछ। र याजार्डी कोरियाले आफ्नो वेबसाइटमा म्यानुफ्याक्चरिङ तर्फ परीक्षा तालिका प्रकाशन गरेको छ। तपाईहरुले यता देख्न सक्नुहुनेछ दर्शक महानुभावहरू। यता यसमा तपाईले राम्रोसँग हेरेर चाहिँ आफ्नो परीक्षाको डेट राम्रोसँग थाहा पाउनुहुनेछ। तपाईहरुले चाहिँ गुगल अथवा क्रोम ब्राउजरमा गएर epstopic.yazardkorea.or.kr तपाईहरुले सर्च गर्नुभयो भने यस्तो देखाउँछ साथीहरु। र यसमा नेपाल, पाकिस्तान, कम्बोडिया विभिन्न देशहरु राखेको छ। तपाईहरुले आफ्नो देश चाहिँ चुज गर्नुहोला, कन्ट्री नेपाल। र त्यसैगरी तपाईको चाहिँ यहाँ विभिन्न अप्सनहरु छ। तपाईले अन्त कतै नि जानु पर्दैन। यता रेसिटमा गएर तपाईले चाहिँ आफ्नो रेसिट नम्बरहरु यसरी डायल गर्नुहोला र सर्च गर्नुहोला। अनि तपाईको चाहिँ एक्जामको डिटेल राम्रोसँग थाहा हुनेछ दर्शक महानुभावहरू। र त्यसैगरी लास्टमा के भनिएको छ भने परीक्षा कहिलेदेखि कहिलेसम्म हुने है। अब यो परीक्षा कहिलेदेखि कहिलेसम्म हुने भन्ने कुरो थाहा हुने भयो। र त्यसैगरी एग्रिकल्चरको कहिले हुने जस्ता विस्तृत विवरण आउन बाँकी नै छ है। अहिले चाहिँ म्यानुफ्याक्चरको मात्र अहिले अपडेट आएको छ, एक्जाम अपडेट। र त्यसपछि एग्रिकल्चरको चाहिँ अब कहिले परीक्षा हुने, कहिले यसको अपडेट आउने भन्ने विस्तृत जानकारी आउन बाँकी नै छ। र त्यसैगरी म्यानुफ्याक्चरिङ तर्फ आफ्नो व्यक्तिगत परीक्षा मिति हेर्न सकिने भएको छ दर्शक महानुभाव। र अहिले चाहिँ म्यानुफ्याक्चरिङको अपडेट मात्र आएको छ। र अब कृषिको आउन बाँकी नै छ है। अब त्यसको याजार्डी कोरियाले अब अर्को सूचना नआउँदासम्म प्रकाशित गर्दैन है। अर्को सूचना प्रकाशित गर्छ एग्रिकल्चरको साथीहरु। र यसरी नै तपाईहरुले चाहिँ परीक्षा डेट हेर्न सक्नुहुनेछ। हस्त, धन्यवाद।